हामी कहिले सोच्नुभएको थियो एकजना व्यक्ति जुन धेरै ठुलो महान व्यक्ति हुनुहुन्छ महावीर पुन कहिले आफैले नबोलेको कुरा चाहिँ म राजनीतिमा जान्छु आज राजनीतिमा होमिया छ धादिङ क्षेत्र नम्बर 1 बाट र उहाँको बारेमा सबैलाई थाहा नै छ कस्तो मतलब देश र जनताको लागि सोच्ने गर्ने मान्छे आफ्नो घर परिवारलाई नि त्यागेर उहाँलाई हामी जनताबाट त कि आश नभए नि उहाँलाई जिताउने हामी जनताले प्रयास गरौँ र उहाँलाई जिताएर पठाउँ किनभने उहाँ एक सुक्का नि खाँदैन हामी जनताको पैसा त्यो हामी 100% यो सत्य नै हो र विश्वास गरौँ र उहाँलाई जिताएर संसद भवनमा सांसद बनाऊँ।